तुम्हारी गिरी हुई सोच मोटा भाभी आहै भन भन भाइ हो आहै स्वर मिलाई भन आहै रामरी भन आहै हे मेरा भाइ हो आहै वर्षमा दिनको आहै चाडबाड हाई हेलो एन्ड वेलकम ब्याक टु माई फेसबुक च्यानल गाइस हजुरहरूसँग फेरि पनि आइपुगेको छु म चाहिँ राति भए पनि देउसी खेल्दैछु होइन हाम्रो चाडबाड हाम्रो तिहार हाम्रो संस्कृति हामी जोगाउँदै आउँदैछौँ किनकि हाम्रो संस्कृति हामीले बिर्सिनु हुँदैन दर्शकबिन होइन हाम्रो संस्कृति हाम्रो जुनियरलाई हामीले देखाउनुपर्छ हाम्रो सिनियरले हामीलाई देखाएर गएका छन् हाम्रो जुनियरलाई हामी देखाउँछौँ हामी देवीस्थान सांस्कृतिक गोष्ठीको टोली हाम्रो देउसी खेल्दैछौँ यहाँ हुनुहुन्छ हाम्रो प्यारा प्यारा यहाँ हुनुहुन्छ हाम्रो बुनु अनि त्यहाँबाट यहाँ हुनुहुन्छ हाम्रो बुनु हाम्रो गायकर हाम्रो के अरे यो हामीले बुनुले चाहिँ देउसी खेल्दै खेल्दै जुरी बजाउन सिक्नुभयो अनि यहाँ हाम्रो विजय 4 वर्ष पछाडि आउनु भएको छ उहाँ र भोलि आज फेरि जानु हुँदैछ उहाँ फेरि अब कहिले आउनुहुन्छ नमरे बाचे दैवले साँच्चै फेरि भेट्नेछौँ हामी यहाँ हाम्रो बुनु हुनुहुन्छ र यो हाम्रो देउसीको टोली होइन जुरीहरू लिएर हाम्रो खरी सबनहरू हुनुहुन्छ हाम्रो देउसीको अरू आउनु हुँदैछ कुनै कुनै हाम्रो भैलीहरू हाम्रो थाकिसक्नु भएको छ र हामी देउसी खेल्दैछौँ रातिको 12 बजिसक्यो त्यही पनि हाम्रो जोस र एनर्जी अझै पनि छ किनकि हाम्रो संस्कृति हामीले जोगाउनु पर्ने छ यो पुनम हाम्रो प्यारी बुनु हाम्रो होइन खालि हाई हाई मात्रै गरेर चाहिँ देउसी खेल्न कम्ती खेल चाहिँ बहुत गल्ली केही छैन त बाई बाई गर्दै पुनमलाई हजुरहरूलाई पनि बाई बाई गर्छु म हाम्रो देउसी यति नै छ माझमा हाम्रो देउसीको क्लिप हजुरलाई देखाउने छु म र बन्दै गर्नु किनकि म भट्याउनु पर्ने म जबसम्म त्यहाँ जान्न तबसम्म देउसी हुँदैन गाइस ल बाई एन्ड गुड नाइट एन्ड गुड मर्निङ ह्याप्पी तिहार ह्याप्पी देउसी हजुर पनि हजुरको संस्कृति देखाउँदै गर्नु होला गाइस यो छ हाम्रो देउसी मेरो मन ठुलो तिम्रो मनैमा तिम्रो मनैमा है राष्ट्र ठुलो गुड नाइट गुड मर्निङ होइन हामीले देउसी खेलिसक्यौँ हामीको टोटल पैसा हाम्रो 25,000 भयो गाइस हामी चाहिँ अब जान्छौँ टाढै सोचेर जान्छौँ र के भन्नु गाइस मात्रै 25,000 भएको छ हामीहरूको बेसी भएन पोहोर साल हामीको 30,000 भएको थियो यसपालि 5,000 घाटा लाग्यो किनकि कति घर खेलिनौँ नि त हामीले राति भइसकेको थियो होइन स्किप गऱ्यौँ भोलि अब त्यो घर सबैले एउटा बेग र पैसाको बेग लिएर उठ्छ कि उठ्दैन हेरौँ होइन चामल बेच्दा हामीको 27,000 जति हुन्छ जस्तो लाग्यो र हामी चाहिँ फकाइ मारेर यहाँ हाम्रो श्वेता बुनु भएर रोटी र तिलाको अचार खाँदैछौँ यहाँ तिलाको अचार छ सरी मुलाको अचार खाँदैछौँ गाइस हाम्रो यो बुनु चाहिँ पुरा मोबाइल हेरिराख्नु भएको छ यहाँ गाइसहरू खाँदैछन् यहाँ हाम्रो उता बुनुले रोटी खाइराख्नु भएको छ र गाइस भन्दै गर्नु बाई बाई गुड नाइट ह्याप्पी तिहार अर्को साल फेरि आउनेछु हामी ल गाइस भन भन भाइ ल गाइस गुड नाइट गुड मर्निङ गुड नाइट गाइस गुड नाइट गुड नाइट विक्रम गुड नाइट विक्रम ल गाइस खाना